खुला नमस्ते। म चाहिँ ठ्याक्कै आज सिन्धुलीको यात्रामा छु। अहिले मङ्गलडार बजार पुगेँ, चेक पोइन्टमै पुगेँ। म चाहिँ अलिकति अगाडि बाइक वर्कसप छ, त्यहाँ चाहिँ ट्रेनमा मोबिलहरू हालेर यताउति चेकअप गरेर यहाँबाट अफ रोड राइड सुरु हुन्छ। 3 किलोमिटर अगाडिबाट चेक गराएर म गइहाल्छु। कान्छ मोबिल हाल्नु गएको है कान्छ ल। चेक गराएर ठुलो धेरै हुन्छ है, त्यही कारणले चेकमा मोबिल हाल्न लाग्यो। फेरि मङ्गलडार बजारबाट म अगाडि बढेँ। यो ठाउँलाई चाहिँ टिप्ले भनिन्छ क्यारे। अब नेपालथोक 6 किलोमिटर बाँकी छ। यहाँबाट चाहिँ म राइट हानेर माथि अब अफरोड 18 किलोमिटर जति अफरोड जानुपर्छ। घर जानको लागि म टर्न गर्दैछु। यहाँबाट अफरोड सुरु भयो। कन्टिभर लुकिङ ग्लासले चाहिँ प्रायः जस्तो यसरी नै बङ्गाएर हिँड्ने गर्छन् है। अलिकति ढलान छ, त्यसपछि पुरै अफरोड छ यहाँबाट बाटो चाहिँ। म चाहिँ काभ्रे भीमखोरी देउरालीमा पुग्यो। सो म चाहिँ यहाँ एउटा चिसो पिउँछु, एकछिन रेस्ट गर्छु, अनि फेरि यात्रा कन्टिन्यू गर्नेछौँ। मामला सो ठीक छ जी। रोसिल गेलम बिजोग मुला अनि आइया लसु है घोरी चीज भयो म मम दंजाइया यार के लसु आगो दंजाइया यार हजुर लिसा रूप दल दरंगे निदै ददनाम घसम बिजोग दल लर रे खाइ माखी क्यार नागरी सिम्बा ए ल दंजाइया मम दिन आगो यार जय भीमखोरी देउराली। यहाँ चाहिँ बुद्ध धर्म सम्बन्धी बुद्धको एउटा मूर्ति र छोर्तिन्छ। अब मेबी यहाँबाट चाहिँ 1 आवर पछि 1.5 आवरमा चाहिँ घर पुग्छु। अब अफरोड छ, बिस्तारै जानुपर्छ। सिक्किम गयो भने 1 आवरमै पुग्छ होला, बिस्तारै जाने। बाइकलाई पनि रेस्ट हुन्छ, मान्छेलाई पनि रेस्ट हुन्छ। यो गाउँलाई चाहिँ पावा भदौरे भन्छ, भीमखोरी भदौरे काभ्रे भीमखोरी। यो चाहिँ तपाईँको जुके पानी डाँडा। पहिला पनि मैले यहाँको भिडियो लिएको थियो मैले। ठ्याक्कै म जुके पानी डाँडामा पुग्यो। सो म चाहिँ यहाँ पुरै बादल लागेको रहेछ। सो मैले ड्रोन सट लिन्थेँ यहाँबाट। हो यस्तो बादलमा के लिनु है, पुरै बाटै देखिँदैन। मौसमले साथ नदिएर बल्ल 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 यहाँ हुस्सु जस्तो बादल जस्तो बसेको अट्दैछ। अचम्मको वेदर छ क्या है, के गर्ने। बादल पनि लागेको छ, हल्का घाम पनि लागेको छ है। त्यसलाई हुस्सु भन्छ क्या अरे, लेखमा बस्ने हुस्सु त होला नि, यसलाई बादल त भनिँदैन है। आजै म आउनु, आजै मौसमले पनि साथ नदिनु, पुरै हुस्सु बसेको छ यार लेखभरि। मौसमले साथ दिएन आज, पुरै हुस्सु बस्थ्यो। नभए एकदमै राम्रो डाँडा छ यहाँ चाहिँ।